PSL को चार्ट हेर्ने हो भने चाहिँ हामीले भनेको एरियामा आइपुगेको छ। हामीले चाहिँ के भनेको थियौँ भन्दाखेरि चाहिँ यो ग्यापमा आयो भने चाहिँ हामीले चाहिँ बाइङ गर्ने हो भनेर भनेको थियौँ है। सो यो एरियामा चाहिँ हामीले चाहिँ बाइङलाई चाहिँ वेट गर्छौँ, हामी बाइङ गर्दैनौँ, यो तल आउँछ भन्दाखेरि चाहिँ यहाँ चाहिँ धेरैजना चाहिँ बाइङ गर्ने मान्छेहरू चाहिँ तनातनी थिए है। सो अब चाहिँ हामीले चाहिँ के गर्नु पर्यो त भन्दाखेरि हामीले चाहिँ यो एरियामा चाहिँ बाइङको लागि चाहिँ हेर्न सक्छौँ हामी। यो एरियामा मस्त लाएर आज यो एरियामा चाहिँ टच भएको छ है। सो यो एरियामा हामीले बाइ गर्न सक्छौँ। हाम्रो स्टप लस चाहिँ कहाँ हुन्छ त भन्दाखेरि हाम्रो स्टप लस चाहिँ यसको लो हुन्छ, त्यो भनेको चाहिँ लगभग हाम्रो चाहिँ 280 को चाहिँ हाम्रो चाहिँ स्टप लस हुन्छ भने चाहिँ हाम्रो मिनिमम टार्गेट कहाँ हुन्छ त भन्दाखेरि चाहिँ हाम्रो मिनिमम टार्गेट चाहिँ जहाँबाट खसेको त्यही हुन्छ भन्ने मतलब हाम्रो चाहिँ यो अहिलेको लागि टार्गेट हुन्छ 360 हो भने चाहिँ। अनि हाम्रो अर्को टार्गेट चाहिँ हाम्रो चाहिँ विकली चार्ट हेर्ने हो भने चाहिँ हाम्रो चाहिँ यो हाई लगभग हाम्रो चाहिँ 390 395 को हुन आउँछ। सो नेक्स्ट टार्गेट भनेको चाहिँ हाम्रो चाहिँ यो एरिया हुन जान्छ। सो तपाईहरुले चाहिँ यही प्राइसमा पनि तपाईहरुले बाइ गर्न सक्नुहुन्छ। अलि मुनि पाउनु भयो भने चाहिँ मुनि पनि तपाईहरुले चाहिँ बाइ गर्न सक्नुहुन्छ। सो आज चाहिँ यसमा चाहिँ बाइ ट्रिगर भइसकेको छ। यो एरियाबाट चाहिँ अब चाहिँ यसरी जान सक्ने चान्सेस चाहिँ ह्युज छ भनेर भन्छ है। तपाईहरुसँग छ भने चाहिँ होल्ड गर्नु होला, छैन किन्ने सोचिराख्नु भएको छ भने चाहिँ स्टप लस राखेर चाहिँ काम गर्न सक्नुहुन्छ।